छैटौं चीन अन्तर्राष्ट्रिय उपभोक्ता मेला यही अप्रिल 13 तारिकदेखि चीनको हाइनान प्रान्तमा सुरु भएको छ। अप्रिल 18 तारिकसम्म चल्ने यसपटकको मेलाको विषयवस्तु खुलापनले विश्व उपभोक्तालाई नेतृत्व गर्छ र नवप्रवर्तनले सुन्दर जीवनलाई प्रेरित गर्छ भन्ने रहेको छ। हाइनान स्वतन्त्र व्यापार बन्दरगाह पूर्ण रूपमा सञ्चालनमा आएपछि यो मेला पहिलो पटक आयोजना गरिएको हो। यस छैठौं उपभोक्ता मेलाले विश्वका 60 भन्दा बढी देश र क्षेत्रका 3400 भन्दा बढी ब्रान्डलाई आकर्षित गरेको छ। मेलामा प्रदर्शित अन्तर्राष्ट्रिय वस्तुको अनुपात 65% रहेको छ, जुन अघिल्लो मेलाको तुलनामा 20%ले बढेको छ। चिनिया उपप्रधानमन्त्री ह लिफङले छैठौं चीन अन्तर्राष्ट्रिय उपभोक्ता मेला तथा चीनमा किनमेल 2026 अन्तर्राष्ट्रिय उपभोक्ता सत्र उद्घाटन समारोहमा सम्बोधन गर्दै भन्नुभयो, हाइनान उपभोक्ता मेला विश्वमा उत्तम उपभोक्ता वस्तु प्रदर्शन र व्यापारका लागि प्लेटफर्मको रूपमा हाइनान स्वतन्त्र व्यापार बन्दरगाह निर्माणको एक सुन्दर पहिचान बनेको छ। साथै चीन र विश्वसँग साझा बजारको अवसर बाँड्ने एक महत्त्वपूर्ण प्लेटफर्म पनि बनेको छ। खुला चीनले विश्व अर्थव्यवस्थाको विकासमा ठूलो अवसर प्रदान गरिरहेको छ। चीनको अर्थव्यवस्थाको नयाँ र उत्कृष्ट दिशाको विकासले चीनलाई निरन्तर रूपमा विश्व आर्थिक वृद्धिको मुख्य इन्जिन बनाइराखेको छ। चीनको आर्थिक विकास र चिनिया शैलीको आधुनिकीकरणबारे चर्चा गर्दै नेपाली अर्थशास्त्री भीम भुर्तेल यसरी विश्लेषण गर्नुहुन्छ। चीनले चाहिँ नि सबैभन्दा ठुलो कुरा संसारलाई के शिक्षा दिएछ भने इमानदार साथ योजना बनाएर योजनामा प्रतिबद्ध भएर चाहिँ नि काम गरियो भने कुनै पनि कुरा चाहिँ नि असम्भव छैन हैन। चीनको पूर्वाधारहरू हेर्ने अब 300 चाहिँ सहर अमेरिकाको न्युयोर्क सहर भन्दा चाहिँ नि आधुनिक सहरमा ट्रान्सफर्म गरिया छ हैन। त्योदेखि बाहेक चाहिँ अहिलेको रिसेन्टली चाहिँ चीनले जुन संसारलाई चकित पार्ने के कुरा गर्दैछ, जस्तो तपाईको यो 5th जेनेरेसनको चाहिँ रियाक्टर जसले चाहिँ आणविक ऊर्जा चाहिँ अब धेरै सस्तो बन्दैछ हैन। 1978 मा 1 किलोवाट चाहिँ सोलर उत्पादन गर्न तपाईको $72 लाग्थ्यो। अहिले 1 किलोवाटको $0.5 मा झरिरहेछ हैन। यो चाइनिज उसले गर्दा सोलरमा के समस्या थियो भने दिउँसो मात्रै चल्थ्यो। यो चाहिँ नि एकदम धेरै चाहिँ नि भण्डारण गर्ने क्षमताको लिथियम ब्याट्री जसले इभी क्रान्ति भयो हैन। अब चाहिँ नि अघि मैले भनेको थियो ऊर्जा सङ्क्रमण भनेको त्यही हो। अब त्यसपछि यो कृत्रिम सूर्यमा चाहिँ नि अहिले 1020 डिग्री के अरे 1020 सेकेन्ड चाहिँ नि 120 मिलियन डिग्री टेम्परेचर राइज गरिएको छ त्यो कृत्रिम सन बनाउनको लागि। त्यसपछि मोल्टेन साल्ट भन्छ। अब अहिलेको पुरानो यो तपाईको चाहिँ नि आणविक ऊर्जामा चाहिँ ठुलो खर्च त्यसलाई चिस्याउने पानीमा, अनि त्यसपछि त्यसको फोहोर चाहिँ नि भण्डारणमा हुन्थ्यो। जस्तो एकदम तीव्र गतिको विकिरण चाहिँ नि पर केजी भण्डारण गर्नको लागि चाहिँ $66,000, अनि तपाईको कम तीव्रता भएको विकिरणलाई चाहिँ नि व्यवस्थित गर्न त्यो वेस्टलाई व्यवस्थित गर्न चाहिँ नि $6,000 पर्थ्यो। त्यो भएर आणविक ऊर्जा महँगो छ। अब उनीहरूले चाहिँ यो मोल्टेन साल्ट, थोरियम नाइट्रेट यो टेक्नोलोजी ल्याएपछि चाहिँ अब त्यस्तो विकिरणको समस्या नहुने छ र यो आणविक ऊर्जा पनि अहिलेको ऊर्जाभन्दा करिब 6 गुणा सस्तो हुने जस्तो छ। यस्तामा पनि उसले ठुलो फड्को मारिया छ हैन। अनि त्यसपछि अब यो इनर्जी ट्रान्जिसनको लागि र त्यसपछिको औद्योगिक र सैनिक उद्योगको लागि चाहिने सबैभन्दा ठुलो यो रेयर अर्थ र क्रिटिकल र मिनरल्सहरूको चाहिँ प्रोसेसिङ गर्ने ऊ चाहिँ नि संसारको चाहिँ नि 90% प्रोसेसिङ गर्छ, 66% चाहिँ उत्पादन गर्छ। अब त्यही क्षमताले गर्दा अहिले चाहिँ नि अमेरिकाले चीनसँग सम्झौता गर्न बाध्य भएको हैन। यो जुन उन्नति गरिया छ यसले चाहिँ नि
यो पश्चिमा देशहरूले चीनलाई अब हराउन सक्दैनन्। अब एउटै उपाय भने बिना कारण चाहिँ नि युद्ध गर्ने हो होइन, होइन भने प्रविधिमा चाहिँ यो सक्दैन। किन भन्दाखेरि तपाईँले पहिलाको इतिहास फर्केर हेर्नुभयो भने के हुन्छ भने पहिला 300 वर्ष अगाडि चाहिँ भारत र चीन संसारका ठुला आर्थिक शक्ति थिए। किन भन्दा जनसङ्ख्या धेरै थियो, संसारभरि नै उत्पादकत्व चाहिँ मान्छेको एउटै थियो। किन मान्छेले काम गर्थे र ऊर्जा चाहिँ नै पशुको ऊर्जा र अनि जङ्गलबाट उत्पादन भयो, काठ कोइला बालिन्थ्यो होइन। त्यसपछि ब्रिटिसहरूले स्टिम इन्जिनको चाहिँ नै इन्भेन्सन गरे र ऊर्जा चाहिँ नै पर क्यापिटा यो एनर्जी चाहिँ नै कन्जम्सन बढेपछि उत्पादकत्व बढ्यो, जसको कारणले रेल बनाए अनि ह्यान्डलुम चाहिँ सबै चाहिँ नि मेसिनरी बन्यो होइन। र ब्रिटिसहरू चाहिँ संसारभरि फैले, उनीहरूको आफ्ना सामान बेच्न उ गर्नको लागि चाहिँ कोलोनीहरू बनाए। त्यसपछि तपाईँको 1910 पछि चाहिँ नि ऊर्जामा एउटा ठुलो सङ्क्रमण आयो। त्यो के हो भन्दा कोइला बाल्नेबाट अब चाहिँ नि पेट्रोलियममा आयो, ग्यासमा। त्यो इन्टरनल कम्बक्सन इन्जिन भन्छ होइन, जसमा इन्धन चाहिँ नि इन्जिनभित्र बल्ने हो, कोइला बल्ने चाहिँ इन्जिन बाहिर बल्थ्यो। अनि कोइलाको चाहिँ नि एकदम धेरै चाहिँ नि ऊर्जा दक्षता इनर्जी एफिसियन्सी चाहिँ नि धेरै भनेको 23% थियो, पेट्रोलियमको 45-46%। पछि त्यो कम्प्रेस नेचुरल ग्यास भन्छ, त्यसको चाहिँ नि इफिसियन्सी चाहिँ 58% पुगेको थियो। अब अहिले चाइनिजले गरेको चाहिँ यो हरित सङ्क्रमण छ जुन इभी छ, यो चाहिँ 85% चाहिँ नै एफिसियन्ट छ र कस्ट चाहिँ नै त्यो इन्जिनभन्दा धेरै घट्या छ। जस्तो इभन टेक्नोलोजी ऊर्जा त्यो फोसियल फ्युलमा लागेको चाहिँ नि कृषिकै कुरा गर्ने हो भने तपाईँ ट्र्याक्टरहरू हुन् होइन। अब अहिले चाहिँ नि हरित उसमा ब्याट्रीले गर्ने कुरा चाहिँ के भने रोबोट छ होइन। अब त्यसको लागि तपाईँको चाहिँ नि औद्योगिक उसको क्षमतै अर्को लेभलमा चेन्ज भयो क्या। अब यो लेभलमा चीनसँग पश्चिमाले प्रतिस्पर्धा किन गर्न सक्दैनन् भन्दा ऊ चाहिँ नै धेरै एफिसियन्ट टेक्नोलोजीमा छ, एनर्जी एफिसियन्ट टेक्नोलोजीमा। र अमेरिकासँग डाइरेक्ट कुरा गर्ने हो भने अमेरिकाको वेज भन्दा 5 गुणा सस्तो छ चीन होइन। ऊ $70,000 छ पर क्यापिटा, यसको चाहिँ नि चीनको 13,000 जति 14,000 जति छ। जसले गर्दाखेरि एकतिर ऊर्जा चाहिँ नि दक्षताको प्रयोग करिब डबलले 45% र 85-40%ले चाहिँ एनर्जी एफिसियन्सी छ। र कुनै पनि वस्तु तथा सेवाको उत्पादनमा उत्पादन लागतको करिब 40% चाहिँ नि श्रम हो होइन। त्यसपछि दोस्रो ठुलो लागत भनेको ऊर्जाको लागत हो। अब वेजमा पनि 40% कम अनि ऊर्जामा 15% गर्दाखेरि 55% उत्पादन लागत चाहिँ नि चीनसँग कम छ भनेपछि उसले सस्तोमा उपभोक्ताको चाहिँ नि स्वाद र चाहिँ नि छनौट दुइटै पूर्ति गर्ने, टेस्ट एन्ड प्रेफरेन्स भन्छन् इकोनोमिक्समा होइन, स्वाद र छनौट त्यो दुइटै दिने खालको चाहिँ औद्योगिक उत्पादन गरेको छ। अब त्यो भएर चीनलाई चाहिँ नि अब पश्चिमा शक्तिले प्रतिस्पर्धा गर्न सक्दैन र हरित ऊर्जामा चाहिँ नि ट्रान्जिसन गर्दैछन्। यसले चाहिँ नि पश्चिमाहरूले चाहिँ नि जुन थर्मोडाइनामिक्सको हिसाबले जुन पोल्युसन गरेको थियो त्यसको लागि प्रविधि अनि यो इक्विपमेन्ट अनि विज्ञता र लगानी समेत चारै कुरा लिएर जाँदैछन्। र चीनको पछाडि अघि सुरुमै यहाँले भन्नुभएको ग्लोबल साउथलाई चाहिँ नि उसले किन लिएर जाँदैछ र चीनसँग किन ग्लोबल साउथ पछि लाग्दैछ भन्दा
अब यो हरित ऊर्जामा आधारित चाहिने इकोनोमी बनाउन, जस्तो हामीले नेपालको उदाहरण दिने हो भने हामीले चीनबाट त्यो किन ल्याउनु पर्छ र हामीले हाम्रो इकोनोमी चाहिने अर्थतन्त्रलाई चाहिँ अर्को लेभलमा लानुपर्छ भन्दाखेरि चाहिँ जस्तो जीवावेशमा आधारित भनौँ पेट्रोल डिजेलमा चल्ने इक्विपमेन्ट हाम्रो कृषिमा लगाउने भने ट्र्याक्टर हो जोत्ने, ठुलो गह्रो चाहियो होइन। अब चाहिने हरित ऊर्जामा चाहिँ आधारित रोबोटलाई लगाइयो भने त बोकेर लगो खेतमा हालेपछि उसले रोबोटले काम गर्छ होइन, सानो ब्याट्रीले त्यसलाई ऊर्जा दिन्छ। अथवा अहिले चाहिने तपाईँको हवाईजहाज भन्नुहोस्, ठुलो रनवे चाहिन्छ होइन। अब चाइनिजहरूले चाहिँ ड्रोनको टेक्नोलोजीमा ठुलो ब्रेक थ्रु गरिरहेछन्। अब भिर मुनि गएको ड्रोन पठाउने, जस्तो हाम्रै नेपालमा अहिले पहिला चाहिने यो ठुल्ठुलो बिजुलीको लट्ठा तान्ने जुन थियो नि नेसनल ग्रिड बनाउने, त्यो हेलिकप्टर भाडामा लिनु पर्थ्यो। अहिले धेरै सस्तो ड्रोनले तानिराखेको छ हाम्रैमा पनि। यो संसारभरि दिएको योगदान चाहिँ चाइनाले हो। यो हरित ऊर्जा सङ्क्रमणमा आधारित औद्योगिक उत्पादन, प्रविधि, विज्ञता, यो सबै कुरा जुन लिएर आउँदैछ, यसले भोलि चाहिँ नै एउटा हरित सभ्यता ल्याउँदैछ भन्ने खालको मेरो चाहिँ त्यो लेखमा उ थियो। मैले त्यही कुरा यहाँ चाहिँ नि कोट गरेँ होइन। यसले गर्दाखेरि चाहिँ सबैले चीनप्रति आशाको भरोसाको आँखाले हेर्नुको कारण के हो भन्दा अब पुरानो ऊर्जा चाहिँ नि दक्षताले अब उत्पादकत्व पनि बढ्दैन र त्यो उत्पादकत्वले प्रतिस्पर्धा पनि हुँदैन। त्यसको लागि नयाँ ऊर्जा चाहिँ नै उत्पादन गर्ने र ऊर्जा चाहिँ खपत गर्ने यो खालका प्रविधिमा लाग्नुपर्छ भनेर चाहिँ नि ठुलो यो पाठ पनि दिएको छ र यसले ठुलो इन्करेजमेन्ट पनि गर्छ।